भेन्डी नबनाएको चाहिँ धेरै दिन भएको थियो अनि आज चाहिँ भेन्डीलाई मजाले फ्राई गर्छु भनेर पहिला सुरु चाहिँ भेन्डीले मजाले धुई पखाली गरेर काट्न थालेँ अनि काटिसकेपछि चाहिँ भेन्डीलाई चाहिँ मसिनो गरेर भन्दा नि लाम्चो टाइपले बनाउनु पर्यो भनेर चाहिँ पहिला सुरु मजाले भेन्डीलाई चाहिँ लाम्चो टाइपले काटेँ अनि त्यसपछि एउटा बलमा लागेँ अनि आलु पनि लिएँ आलुलाई पनि त्यसरी नै मजाले फ्राई गर्छु भनेर के दुईटालाई एकैचोटि फ्राई गर्छु भनेर मसिनो गरेर काटेँ जिराहरू मजाले काटिसकेपछि फ्राई प्यानमा चाहिँ थोरै तेल लगाइदिने अनि त्यसमा जिरा र मेथी मजाले फुराइसकेपछि चाहिँ प्याज र सुकेको खोर्सानी एकछिन हल्का फ्राई गरिदिने अनि सँगै आलु लगाइदिने आलुलाई एकछिन भुटिसकेपछि भेन्डी पनि लगाइदिने अनि थोरै बेसार लगाएर चाहिँ मजाले मिक्स गरिदिने होइन अनि मिक्स गरेपछि एकछिन पाक्नको लागि छोप्दिने मर मसला लगाउने भनेको चाहिँ त्यही हो नुन धुलो खोर्सानी अनि त्यसपछि जिरा धनियाको पाउडर लगाएर एकछिन मजाले मिक्स गरिदिने कस्तो दामी भएको छ नि अनि त्यसपछि भनेको चाहिँ लसुन अदुवाको पेस्ट पनि लगाइदिने एकछिन मजाले पाक्न लागि छोपेर फेरि पकाउनु पर्यो नि त छोपेर पकाइदिने भनेको चाहिँ गोलभेडा लगाइदिने गोलभेडा एकछिन मजाले पकाइसकेपछि फेरि म चाहिँ सिम्पल तरिकाले बनाउँछु कि तेल चाहिँ अलिकति धेरै भएको छ किनकि फ्राई गर्नु पर्यो भनेर चाहिँ धेरै नै लगाएको थिएँ कि अनि त्यसपछि लास्टमा भनेको चाहिँ हरियो दाना लगाइदिने अनि आजको स्पेसल भेन्डी फ्राई पनि बनेर रेडी हुन्छ नि तातो खाना लिने भेन्डी फ्राईलाई मजाले इन्जोय